साथीहरु बजेले चाहिँ यहाँ चाय बनाउन लाग्नु भएको छ है हाम्रो बजेले बाबैले माथि काम गर्छन् बाबै थाकिकन उक्या छ माथि तिमीलाई के चाय पाक्दैछ अब यहाँ चाहिँ बजेले चाहिँ के चुबो खै कुरो छ कि टसे घोटे जस्तो मान्छ छाम्छु र मिल्दिन अरे बाबुजी छे यो कुरो सिजनमा जानु कस्तो वाक्य पार्छ नि जानवर कुरो हेलो एभ्रिवान नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल अनि हजुरहरूलाई सबैजनालाई सन्चै होला भन्ने आशा गर्दछु। सो साथीहरू आज फेरि पनि अर्को भिडियो लिएर हजुरहरूको माझमा आइसकेको छु साथीहरू। आशा गर्दछु हजुरले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला अनि भिडियोलाई अन्त तक हेरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु साथीहरू। आज फेरि पनि हामी घरभन्दा माथि नै आइसकेको छौँ साथीहरू। हामी आएको ठाउँ चाहिँ यस्तो छ साथीहरू, पुरा पलमै पलम फुलेर चाहिँ हैरान गरेको छ अनि यहाँ चाहिँ फुल फुलेर चाहिँ यस्तो गरेको छ साथीहरू। हामी चाहिँ एकदम सिन चाहिँ एकदम बढिया छ एकदम। यो चाहिँ फुलेको चाहिँ कोही आरू छन्, कोही के गरे पलमहरू छन् हैन, आरू चाहिँ यता छ, खमानी के छन्। यहाँ चाहिँ बाजेले यस्तो घेरबार लगाइदिनु भएको चाहिँ साथीहरू। हामी चाहिँ जान लागेको चाहिँ माथि डाँडातिर हो, माथि डाँडामा एउटा घर देखिन्छ चल त्यही देखिन्छ। अनि फेरि हामी चाहिँ हिट जाँदैछौँ साथीहरू। सो साथीहरू हामी चाहिँ के का लागि जाँदैछौँ भन्दाखेरि नि माथि बजेले चाहिँ आज चाहिँ आलु लाने, आलु काट्ने भन्नुहुन्थ्यो, त्यही भएर चाहिँ हामी चाहिँ आलु काटिन जान लागेको। अनि फेरि साइड आलु पनि लगाउनुहुन्छ होला, आलु लगाएपछि त्यसमा पनि सहयोग गर्ने होला साथीहरू, त्यही भएर चाहिँ हामी माथि जाँदैछौँ साथीहरू। सो पहिला चाहिँ माथि गइहाल्छौँ, एकदमै उकालो उकालो छ यताबाट आऊ बाबु, त्यही भएर चाहिँ यहाँ भिडियो बनाउन मिल्दैन किनकि यसलाई बोक्नुपर्छ है साथीहरू। माथि गएर देखाउँछु ल। हेलो गाइज, यहाँ चाहिँ आलु लगाउँदैछन् है, आलु लगाउने घमासान भइरहेको छ यहाँ चाहिँ यस्तो छ ठाउँ चाहिँ पुरालाई माटो चाहिँ खट्रा पुरा सुकेर चाहिँ खग्रे पटेल भइरहेको छ। अब यस्तो ठाउँमा आलु आउरिन्छ आउरिन बजे आलु आउरे अनि खान्छु साथीहरू। यहाँ आलु पहिला बीज हाल्दैछु। अब एक झोलाले पनि चिटन लाग्यो अझै। मैले चाहिँ बीज बोकिरहेको छु साथीहरू। अब चाहिँ म पनि अब आलु लगाउन लाग्छु। अब मेरो चाहिँ अब आलु लगाउने अब प्रोग्राम भइरहेछ। अब यहाँ चाहिँ बजेहरूले चाहिँ माथितिर भल्ला लगाउँदै हुनुहुन्छ, म चाहिँ अब कोडाला लगाउन लाग्छु। फेरि मेरो बाबु चाहिँ पारी बसिया छ डाँडामा। और यहाँ चाहिँ दुईवटा सेटा छन् है, खतरा भयङ्कर जोड्छन् नि फेरि। हेलो साथीहरू, हामी चाहिँ अब तलतिर जाँदैछौँ। अब चाहिँ हामी चाहिँ बजेको घरमा चाहिँ चाय चुई पिएर चाहिँ घर जानुपर्छ। काम फाइनल भइसक्यो साथीहरू। खासै भिडियो बनाएन, काम गरेको चाहिँ त्यो चाहिँ सबैले गरेको काम हो होइन, देखिहाल्नुहुन्छ। हजुर तिमी पनि चाय पिने हो। अनि बल्दाहरूलाई खोलेर चाहिँ त्यहाँ राखिदिनु भएको छ। अब बल्दा चाहिँ कस्तो मजाले चलिरहेको छन्। अनि हामी चाहिँ अब बजेले चाहिँ चाय बनाउनु लाग्नु भएको छ। अब बजेको घरमा चाहिँ चाय पिएर जाने हो। बजेको घर यो हो अनि त्यो चाहिँ पानीको डिगी। अहिले हामी चाहिँ घर तल चाय पिने ठाउँ पुग्छौँ। चिल छैन। यो कसको खोर बनाइदिनु भयो बाजे? यहीँ राख्नुहुन्थ्यो? त्यही चल्ला नि, त्यही ठुल्ठुला भ्या। चल्ला पालन गरेको छ नि पर्छ नि यहाँ। अब चाहिँ केही लिएर राखिदिनु नि। छैन र बाजे चल्ला हो र? मास सेल्नु बारी चाहिँ नि खोर उनी त बबाले हुन्छ यार बजे। दुईटा छन् आइज।
बल्द गोठ बाख्रा हेर्ने न हरदम गइजाने ढोका छैन अन्त बाख्राको ढोका छैन यो चाहिँ पानीको डिग्गी हो ठुलो छ है यहाँ चाहिँ अब यहाँ चाहिँ धारा छ अब चाहिँ मेरो घर चाहिँ तल लास्टमा अलिअलि देखिरहेको छ साथीहरू त्यहीँ हो कम्ता तारा छ र साथीहरू हजुर हो र हात धुने फेरि के को चिप्ल्याक 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 गर्दैछ त भयो अब त्यो पानी आन्न अरे के आइज जाम हर चाय पिन जाम त्यतै चाय बनाएर लाग्नु भएको छ बजेले हिँड ए यो झोलाले नछोड्ने भयो म त झोला बोकी बोकी हैरान भइयो छिटो हिँड कस्तो तन्तनाट घाम लाग्छ यस्तो साँझ हुनु पनि अब साँझ चाहिँ 5 बज्न लागिसक्यो साथीहरू अब चाहिँ हाम्रो घर जान लाग्छौँ यहाँ चाहिँ यो चाहिँ बजेको घर हो अब देखाउन लाग्छु कि साथीहरू बोले चक्का लान्छ अझै चक्का लान्छ कि ढाँट्छ बस चाय बनाएर खाने बस चाय बनाएर खाऊँ बस साथीहरू बजेले चाहिँ यहाँ चाय बनाउन लाग्नु भएको छ है हाम्रो बजेले बाबैले माथि काम गर्छन् बाबै थाकिकन उक्या छ माथि तिमीलाई के चाय पाक्दैछ अब यहाँ चाहिँ बजेले चाहिँ के चुबो खै कुरो छ कि टसेक टसेक घोटे जस्तो मान्छ छाम्छु र मिल्दिन छि यो कुरो सिजनमा झन् कस्तो वाक्य पार्छ नि जानवर कुरो साथीहरू चाय चाहिँ आइसक्यो अब चाहिँ हामीले चाहिँ पिउन लगाएको छौँ दुधवाला चाय बाबुको पनि अब चाहिँ हामीले चाहिँ पिन्छौँ साथीहरू पिएर चाहिँ हामी घर जान्छौँ सो साथीहरू अब चाहिँ हामी चाहिँ घर जान लागिसक्यौँ साथीहरू 8-10 मिनटको मेरो ब्लगमै दिनभरिको काम सकिसकेको साथीहरू आशा गर्दछु हजुरले मेरो भिडियोलाई माया गरिदिनु होला अनि हामी चाहिँ आज चाहिँ अब चाहिँ हामी चाहिँ यस्तो डाँडामा आएको छौँ साथीहरू त्यो डाँडाको घाम चाहिँ मेरो आँखामा टक्क आएको छ साथीहरू अब चाहिँ हामी चाहिँ घर जाँदैछौँ अब यता चाहिँ मेरो बाबु लागि बक्सिया छ घरतिर अनि यता चाहिँ पुरा बुवास फुलेर टक्क भएको छ साथीहरू मेरो 8-10 मिनटको ब्लगमा तपाईँहरूलाई धेरै धेरै माया अनि धेरै धेरै स्वागत गरे अगर तपाईँहरूले मेरो भिडियोलाई इन्टक हेर्नुभएको छ भने हेरे पनि ठिकै छ नहेरे पनि ठिकै छ साथीहरू अब हामी चाहिँ घर लाग्यौँ साथीहरू आजको ब्लग चाहिँ यही हो सो आशा गर्दछु माया गर्नु होला सपोर्ट गर्नु होला बाई बाई टाटा सी यू अगेन